र आज सबैलाई नमस्कार है। आज जय श्री रामको आज रामनवमीको दिनमा आज बिहिबारे हाट परेको, त्यसले गर्दाखेरि यस्तै छ यहाँको अब बिहिबारे हाटको रमझमहरू आज धेरै कम चलेको कारणले गर्दा चाहिँ आज अब पपुलेसन अलिकति कम भएको जस्तो लाग्छ मलाई चाहिँ। सधैँभरि अब हामी यसरी नै कोही कोही बेला अब बिहिबारे हाटमा पनि यसो गर्छौँ मिनी ब्लगहरू है। यहाँतिर अब सधैँ जस्तो छ, चलिरहेकै छ अहिलेसम्म भन्नु पऱ्यो। अब यहाँ चाहिँ मेन चाहिँ अब यहाँ तपाईँको एउटा पक मोमो, त्यहाँबाट बब, त्यहाँबाट चिकनको बनाउनुहुन्छ यहाँनिर है तपाईँहरूले बिहिबारे हाटमा। जहिले यो जुन चाहिँ ल्यान्डमार्क चाहिँ यहाँ के छ भने तपाईँको यो बिचमा बिजुलीको खम्बा छ, सायद अगाडि बोर्ड पनि राखेको छ। यस्तो छ है, यहाँ दामी छ, टेस्टी छ है। म त सधैँ यहीँ खान्छु म यहाँनिर। अन्त यसको साथसाथमा यहाँनिर फेरि एउटा अनमको यहाँनिर फेरि फाक्साको मोमो छ। यहाँ चाहिँ पक मोमो दामी पाउँछ है यहाँ चाहिँ, ठुल्ठुलो खाएको पनि, टेस्टी पनि छ। आउनुहोस् है तपाईँहरू यहाँनिर बिहिबारे हाटमा आउनुभयो भने चाहिँ। दामी दामी छ तर हामीले खाएको छैन अहिलेसम्म। त्यहाँ एक दिन टेस्ट गर्दै जानुपर्छ, एकै टाइममा त टेस्ट गर्नु सक्दैन हामीले। तर कोही कोही बेला अब सम टाइम है, त्यति बेला चाहिँ गर्नु सक्छ। जुन चाहिँ मेरो छेउमा बस्ने त्यो 7 माइलको यतापट्टि मोमोको स्टल थियो, त्यो चाहिँ यहाँ हुन्छ सबै। जुन चाहिँ यो लाइनमा पहिला वाचिको नाममा बस्थेँ यहाँनिर, जस्तो लाग्छ। र आजको रमझममा यस्तै छ है। धन्यवाद।